कैलालीको अत्तरिया अस्पतालमा मुटुको शल्यक्रिया गरेका स्वास्थ्यकर्मी भण्डारीले देह त्यागे। अस्पतालमाथि लापरवाही गरेको गम्भीर आरोप। मृतकको परिवारले कानुनी उपचार खोज्ने। कैलालीको अत्तरिया अस्पतालमा मुटुको शल्यक्रिया गरेपछि बेहोस भएका बैतडीको पाटन नगरपालिका 6 का हेमन्त भण्डारीले देह त्याग गरेका छन्। पाटन नगरपालिका 5 मा अहैबका रूपमा कार्यरत स्वास्थ्यकर्मी भण्डारीले सोमबार पाटन स्थित घरमै देह त्याग गरेका हुन्। पारिवारिक स्रोतका अनुसार भण्डारीले दिउँसोतिर संसार छाडेका हुन्। भण्डारीलाई आइतबार मात्रै भारतको रुद्रपुरबाट अचेत अवस्थामा घर ल्याइएको थियो। मेडिसिटी हस्पिटलले अचेत अवस्थामा स्वास्थ्य स्थिर रहेका भण्डारीको बाँच्ने सम्भावना नभएको भन्दै डिस्चार्ज गरेर घर पठाएको थियो। नभन्दै घर पुगाएको भोलिपल्टै उनको निधन भएको हो। सामान्य छाती दुख्ने समस्या लिएर अत्तरिया हस्पिटल भर्ना भएका भण्डारीको हस्पिटलको लापरवाहीको कारण मृत्यु भएको भन्दै मृतक परिवारले हस्पिटल विरुद्ध कानुनी उपचार खोज्ने जनाएको छ। कसरी भयो मृत्यु? बैतडीको पाटन नगरपालिका 6 का हेमन्त भण्डारी सामान्य छाती दुख्ने समस्या देखिएपछि उपचारका लागि गत सोमबार डडेलधुरा अस्पताल पुगेका थिए। डडेलधुरा अस्पतालले इसिजी गरेपछि मुटुमा समस्या देखिएकाले थप उपचारका लागि कैलालीको अत्तरिया अस्पताल पठाएको थियो। सामान्य छाती दुख्ने समस्या लिएर श्रीमतीसँगै आफै अस्पताल पुगेका भण्डारीले एम्बुलेन्स मार्फत सोमबार अत्तरिया अस्पताल आएका थिए। त्यहाँ पुगेपछि चिकित्सकले सामान्य जाँच पनि गरेनन्। डडेलधुरा अस्पतालकै रिपोर्ट हेरेर तत्काल शल्यक्रिया गर्नुपर्ने भन्दै उनलाई अपरेसन थिएटरमा लगेको परिवारको भनाइ छ। भण्डारीका सहोदर दाजु उत्तम भण्डारीका अनुसार सामान्य अवस्थामै रहेका उनका भाइकी श्रीमतीले अभिभावक कोही नभएकाले केही बेर पर्खिन आग्रह गरेकी थिइन्, तर चिकित्सकले गम्भीर समस्या रहेको भन्दै हतारमै अपरेसन थिएटरमा लगेको उनले बताए। सोही दिन भण्डारीको मुटुको शल्यक्रिया गरियो। मुटुको शल्यक्रियापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै कम्तीमा 24 घण्टा बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने भए पनि अत्तरिया हस्पिटलले आइसियुमा राखेर पनि आवश्यक हेरचाह नगरेको परिवारको आरोप छ। हस्पिटलका अनुसार भण्डारी हृदयघातको समस्या लिएर आएकाले तत्काल शल्यक्रिया गरिएको हो। उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डाक्टर विप्लव कार्कीले भण्डारी सोमबार मेजर हृदयघातको समस्या सहित अस्पताल पुगेकाले सोही दिन शल्यक्रिया गरिएको जानकारी दिएका छन्। उनका अनुसार अर्को बिहान अचानक मुटुको धड्कनमा समस्या देखिएपछि तत्काल भेन्टिलेटरमा राखेर थप उपचार गरिएको थियो, तर भण्डारीलाई राति नै समस्या देखिए पनि स्वास्थ्यकर्मीले लापरवाही गरेको आरोप छ। थप उपचारपछि मुटुको धड्कनमा सुधार आए पनि भण्डारीको होस नखुलेको डाक्टर कार्कीले बताए। त्यसपछि थप उपचारका लागि काठमाडौँ लैजान सुझाव दिएको उनको भनाइ छ। भण्डारीका दाजु उत्तमले भने शल्यक्रियापछि सामान्य अवस्थामा रहेका भाइलाई आइसियुमै रहेका बेला पुनः हृदयघात भएको, तर हस्पिटलको लापरवाहीका कारण समयमै उपचार नपाउँदा ज्यान गएको दाबी गरेका छन्। शल्यक्रियापछि पनि बिरामीको स्वास्थ्य अवस्था सामान्य थियो। आइसियुमा रहेका बेला भिटी भयो। भिटी भएको 15 मिनेटभित्र उपचार पाउनुपर्ने हो, भण्डारीले भने, तर भाइले समयमै उपचार पाएन। चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण सामान्य अवस्थामा अस्पताल पुगेका उनले मृत्यु भएको हो। अत्तरिया हस्पिटलले थप परीक्षण नगरी डडेलधुरा अस्पतालको इसिजीकै आधारमा हतारमा मुटुको शल्यक्रिया गर्नु नै मुख्य लापरवाही भएको उनको भनाइ छ। अत्तरिया हस्पिटलमा शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भारतको रुद्रपुर स्थित मेडिसिटी हस्पिटल लगिएको थियो। रुद्रपुरका चिकित्सकले भण्डारीको मुटुको चाल ठिक भए पनि शल्यक्रियाका क्रममा अत्तरिया हस्पिटलका डाक्टरले ब्रेनको नसा काटिदिएको आशंका व्यक्त गरेका थिए, जसका कारण मस्तिष्कमा रगतको सञ्चार नभएकाले भण्डारी अचेत हुँदै ज्यान गुमाउनु परेको उनका आफन्त चमन भण्डारीले बताएका छन्। मुटुबाट मस्तिष्कमा रगत सञ्चार हुने नसा काटिएपछि सुकेको अवस्थामा रहेकाले स्वास्थ्य सुधार नहुने भन्दै घर पठाइएको थियो।